बिहिबारे बजार जान लागेको म चाहिँ मूल बाटोमै बसिरहेको छु। अर्ग्यानिक एकदम तरकारी न्युट्रेल हाल्नु निस्केन छ्या त्यति। हेलो गुड मर्निङ नमस्ते सेवा सबैजनालाई। अनि आज चाहिँ बिहिबारको दिन हो नि त। अनि आज चाहिँ हामी बिहिबारे बजार जान लागेको। अनि काम हतार घरको कामहरू सकेर अनि बिहिबारे बजार जानको लागि हामी चाहिँ रेडी भएर जाँदैछौँ। म अनि हामी तीनजना छौँ। अनि बिहिबारेमा चाहिँ अब सामानहरू अलिअलि किन्नु छ नि त, त्यसको लागि जान आँटेको। अनि हामी चाहिँ आज फेरि पानी परिरहेछ क्या, पानी हिँड्दै जानु नि पानी परिरहेछ नि, त्यही भएर अटोमा जान लाग्यो। अनि फेरि अटो नि आउँदैन पर्खिँदा म तलदेखि हिँड्दै आएको। के गर्ने खोइ यहाँ पर साथीहरू नि आएको छैन, म एक्लै बसिरहेको छु अटो पर्खिँदै। फेरि कस्तो पानी पऱ्यो कि घरमा कति धेरै काम थियो, कामहरू सकेर सुँगुर चारो टिपेर खाना सब्जी गरेर अनि अहिले चाहिँ म चाहिँ रेडी भएर यहाँ आएको छु। अटो नि बोलाएको, अघि नै अटो चाहिँ आउँदैछ अरे। त्यही हो, अब बिहिबारे बजार नगएको नि धेरै भएको थियो नि त। त्यहाँ चाहिँ अर्ग्यानिक मालहरू पाउँछ क्या, पाहाडदेखि झरेको सिस्नोहरू भयो, अन्नाकिमाहरू त्यस्तै चिजहरू पाउँछ नि त। अनि यसो जाउँ न त भनेर सल्लाह नि भयो। अनि जान लाग्यो। खै कस्तो कतिखेर कोही पनि आउँदैन त अहिलेसम्म, न यतादेखि मान्छे आउँछ न यतादेखि अटो आउँछ। म चाहिँ मूल बाटोमा एक्लै बसिरहेको छु। मूल बाटोमा यस्तो यतादेखि अटो आउँछ होला, यहाँदेखि यता जानुपर्ने, यतादेखि मान्छे। सो त्यही हो साथीहरू, पानी चाहिँ एकदम पर्दैछ अहिले चाहिँ हाम्रो यहाँ। हिजोदेखि त त्यस्तो ठुलो चाहिँ पानी परेको छैन, हल्का हल्का पानी परिरहेछ। अनि त्यही अस्ति पानी नपरेको कहिले हो, 2-3 महिना भयो समथिङ पानी नपरेको। धानहरू रोपिसकेर अनि त्यस पछाडि फेरि पानी आएको थिएन नि त। अनि कस्तो भएको थियो, उराठ लाग्दो धानहरू नि पुरा त्यो पानी नभएर अलिकति बिजोको अवस्था भएको थियो। तर अहिले चाहिँ नर्मली पानी हल्का हल्का आउँदैछ, सायद पानी पर्छ होला। त्यही साथीहरू, मेरो चाहिँ बिहान आज चाहिँ म फेरि छिट्टै चाँडै उठेको क्या। आज चाहिँ म 5-5:30तिर उठेँ होला, अरू बेला म 6-7:30 सुत्थेँ। आज छिटो उठेर आधा फास्ट कामहरू सकेर सुँगुर चारो अनि पाठाहरूलाई पनि चारो पकाएँ। सुँगुरहरू छ नि त मेरोमा चाहिँ, माउ सुँगुर। अनि त्यही हो साथीहरू, अब हामी चाहिँ जाने हो बिहिबारे। अनि बिहिबारे गएर अर्ग्यानिक मालहरू ल्याउने हो, हेर्दै गर्नुहोला। यहाँ चाहिँ हामीले अर्ग्यानिक इस्कुस अनि उतालाई सिस्नो नि किनिसकेको छौँ। अब हामी अरू के गर्छौँ, यता हो हेर्नु, सबै यो पाहाडदेखि झरेको रमितेदेखि। अर्ग्यानिक माउ एकदम तरकारी माउ लम्बा फेरि त्यो नेगेटिभ बुझ्छ होला मान्छेले, त्यो चाहिँ फेरि त्यस्तो तरिकाले बुझ्छ भने फेरि राम्रो हुँदैन नि। फ्याँकिराख्नु न तल। यहाँ खाऊ न अझै जाडा के छ हौ यहाँ, मुखै रातै भयो हो। गोसानीले टुप्पा खाइदिएको अन्डा टुप्पा। जे होस् रमाइलो हुन्छ क्या, हाट बजार भर्नु चाहिँ एकदम रमाइलो। अलि खाऊ। यो चाहिँ के हो, हाम्रो बुटन न्युट्रेल हाल्नु निस्केन छ्या त्यति साह्रो चाहिँ होइन है। अनि कत्रो हामी चाहिँ खाजा खाँदैछौँ। लास्टै भोक लागेको थियो, हिँड्दै आएको हिँड्दैन अटोमा आएको, तर भोक लागिरहेको थियो लास्टै। अब चाहिँ थुक्पा खाइसकेको। तिमी के खाने, खाऊ न हौ छिटो खाऊ भने हेर्दै गर्नु होला। अब यति खाएर हामी चाहिँ घर जाने। बिहिबारे सानो लाग्छ।